रोडको हालतै यस्तो छ। जनाजा सफर हाने भनेर हिँडेको रोडको हालतै नबुझेर हेर यस्तो फेला थिलित रहेछ। अब कताबाट जाने त्यहाँ जान्छ त सर? यस्तो छ हाल। बाटो खोज्दै हुनुहुन्छ, जान्छ जाँदैन हरिबिजक हुने रहेछ। यस्तो छ है हालत, ढिलो हुने भइसक्यो। के होला त हालत? यहीँबाट ठेलठाल त गर्नुपर्ने होला नि। जुत्ता यस्तो छ, अहिले पछि अनुहार कस्तो हुने हो जुत्ताको। हालत यस्तो छ। तेरिका यहाँ बक्स त भनेकै हो अस्तिदेखि नै, मैले बक्स भनिरहेको थिएँ, तर यस्तरी बक्स चाहिँ नोटिस गरे के अरे सोचे पनि थिएन। यस्तोमा कसरी लाने त अब, त्यहाँ ठाउँै छैन। यो के हालत त बिजोक हुने हो, पत्ली हुने भयो। साउन्डको रोपाइ भन्दा चर्को भयो आज त आमा। यस्तोमा बाइक ठेलेर के हालत पो त। हेट आम हेट तेरिका। यस्तोमा के गरेर लान्छ नि। छैन है दाजु, बाटो छैन, उकालो जाँदैन। हेट हरिबिजक भइगयो नि। आए खुट्टै दुख्यो, गिट्टीवाला छ फेरि। यता छ खोला, एलुङ खोला। खोला गएर खुट्टा धुने, जुत्ता पखाल्ने, टाप कस्ने, त्यसपछि फर्किँदा चाहिँ माथिल्लो बाटो हुने रहेछ। यता सर चाहिँ बाइक पखाल्दै हुनुहुन्छ है गाइस। बाइक भिजेर घिलोमा काटेर। यहाँ पनि यस्तो छ, अहिले त हिँड्न सकिँदैन, पछि अहिले त हिँड्न सकिरहेछ।